इन यहाँ हेर्ने 1000 2000 3000 गरेर उसले डिपोजिट गर्छ कहाँनिर भन्दाखेरि इन बैंक अन हिज सन आशिष यो उसको छोरो आशिषको लागि है फर्स्ट सेकेन्ड एन्ड थर्ड बर्थडे रेस्पेक्टिभली। यो के भयो त भन्दाखेरि यो क्वेसनले यहाँनिर हरि डिपोजिटेड 1000 2000 3000 हरिले डिपोजिट गर्छ 1000 2000 3000 केमा डिपोजिट गर्छ इन अ बैंक बैंकमा डिपोजिट गर्छ कसको लागि डिपोजिट गर्दै रहेछ उसको छोरो आशिषको लागि। यो आशिष भन्ने चाहिँ छोराको नाम रहेछ। यो फर्स्ट सेकेन्ड र थर्ड बर्थडे डिपोजिट गरेको कारण चाहिँ के रहेछ बर्थडेको लागि रहेछ। फर्स्ट बर्थडेको लागि 1000 सेकेन्ड बर्थडेको लागि 2000 र थर्ड बर्थडेको लागि 3000 गर्दै उसले खुद रुपैयाँमा डिपोजिट गर्दैछ बैंकमा डिपोजिट गर्दैछ। कुरो बुझ्यो नि 1000 राख्यो पहिलो बर्थडे मनाउनको लागि 2000 राख्यो दोस्रो बर्थडे मनाउनको लागि अनि 3000 राख्यो तेस्रो बर्थडे मनाउनको लागि। यो सन्दर्भ त बुझ्यो नि। अब इन दिस वे ही इन्क्रिजेस द डिपोजिट बाई ₹1000। यो नम्बरमा हेर्दाखेरि 1000 देखि 2000 मा गयो कतिले बढ्यो 1000 ले बढ्यो। 2000 देखि 3000 मा जाँदाखेरि कतिले बढ्यो फेरि 1000 ले। भन्नुको मतलब यसको डिफरेन्स जति छ यसको र यसको डिफरेन्स पनि त्यति नै छ। डिफरेन्स बराबरी भयो भने त्यो बढेको पनि हुन सक्छ या घटेको पनि हुन सक्छ। तर डिफरेन्स चाहिँ बराबरी भयो भने त्यो चाहिँ अर्थमेटिक हो। के हो त्यो अर्थमेटिक हो। अब यहाँनिर हामीलाई सोध्यो ए नम्बरमा यो हेर है यसरी जम्मा यो 4 लेभलको क्वेसन आयो नि 3 लेभल अथवा 4 लेभलको क्वेसन आउँछ जसमा यहाँ नलेज है अन्डरस्ट्यान्डिङ एप्लिकेसन हायर एबिलिटी गरेर जम्मा 4 भागमा प्रश्नलाई विभाजन गरेको हुन्छ अनि त्यसैलाई सोधेको पनि हुन्छ यहाँ। अब डिफाइन मीन इन अर्थमेटिक सिरिज। यो मीनलाई डिफाइन गर्नु भन्यो कसको मीन अर्थमेटिक सिरिजको मीन। अर्थमेटिक सिरिजमा पनि मीन हुन्छ ज्योमेट्रिक सिरिजमा पनि के हुन्छ मीन हुन्छ। अब मैले बुझ्ने भाषामा मीन भनेको के हो त भन्दाखेरि मीन भनेको के हो त पहिलो नम्बर र अन्तिम नम्बरको बीचमा भएका नम्बरहरू हुन्छ नि पहिलो नम्बर र अन्तिम नम्बरको बीचमा भएका नम्बरहरू त्यहाँ बीचमा एउटा पनि हुन सक्छ त्यहाँ बीचमा दुईवटा पनि हुन सक्छ त्यस बीचमा 3 वटा 4 वटा 5 वटा जतिवटा पनि हुन सक्छ। त के बुझ्नु पर्यो पहिलो टर्म र अन्तिम टर्मको बीचमा भएका नम्बरहरू अर्थमेटिक मीन हो। के हो कुरो बुझ्यो नि। अब यसको डेफिनेसन यो लेख्ने अर्थमेटिक मीन भनेको के हो कुरो बुझ्यो। अब अर्थमेटिक मीन को डेफिनेसन लेखिसकेपछि यदि सम्भव भयो भने मैथमेटिकली अर्थमेटिक मीन इज इक्वल्स टू a + b/2 भनेर लेख्दा पनि भयो। मीन को डेफिनेसन त अर्थमेटिक मीन को डेफिनेसन त फर्मुलाले नै दिन्छ। कसरी दिन्छ a यहाँ हेर a + b/2 भनेको अर्थमेटिक मीन हो नि त भन्नुको मतलब चाहिँ अर्थमेटिक मीन भनेको चाहिँ के रहेछ त फर्स्ट र लास्टको टर्मको समेसनको एभरेज रहेछ नि त। यो के रहेछ यो एभरेज रहेछ। कुरो बुझ्यो हैन त। यसको मतलब के बुझ्नु पर्यो भने अर्थमेटिक मीन भन्नु बित्तिकै जस्तो पहिलो टर्म पहिलो 100 है पहिलो 1000 मैले त्यसैलाई एक्जाम्पल राखे पहिलो 1000 दोस्रो बर्थडेमा 2000 तेस्रो बर्थडेमा 3000 छ नि। पहिलो बर्थडेमा 1000 दोस्रो बर्थडेमा 2000 तेस्रो बर्थडेमा 3000 भनेपछि यदि यो 3टा नम्बरलाई मात्र हेर्ने हो भने यो हाम्रो पहिलो टर्म भयो नि त। यो हाम्रो के भयो अनि यो अन्तिमको हाम्रो के भयो लास्ट टर्म भयो कि भएन लास्ट टर्म भयो। अब यो बिचको हो नि त बिचको त मीन हुन्छ भने आथे मैले फर्स्ट टर्म र लास्ट टर्मको बिचमा भएका नम्बरहरू मीन हो। अब यो फर्मुला अनुसारले भेरिफाई हुन्छ कि हुँदैन हेरौँ है। यो त क्वेसनमा दिएको नम्बर हो नि मैले भेरिफाई गर्न खोजेँ। अब यहाँ हेर है यो फर्स्ट र अर्थमेटिक मीन को फर्मुला हाम्रो के हो त भन्दाखेरि a + b/2 a भनेको कति हो 1000
अनि बी भनेको कति 3000 होल डिभाइड बाई 2 भनेको 1000 र 3000 जोड्यो भने 4000 होल डिभाइड बाई 2 भनेको कति आयो 2000। फर्मुलाले भन्दैछ यदि 1000 र 3000 को बीचमा नम्बर कुनै हुन्छ भने त्यो नम्बर चाहिँ 2000 हुन्छ भन्दैछ। कति हुँदैछ कति हुन्छ भन्दैछ 2000 नै छ नि यहाँ छ नि। भनेपछि यो सन्दर्भमा तिमीहरूलाई जाँचमा भोलि पर्सि फाइनलमा यदि 1000 चाहिँ पहिलो टर्म हो अनि 3000 चाहिँ तेस्रो टर्म हो भने भेरिफाई गर कि 2000 चाहिँ एर्थमेटिक मिनै हो। भेरिफाई गर भन्यो भने त्यो सन्दर्भमा यसरी गर्नु पर्यो। यहाँ 2000 निस्क्यो नि which is equal to the middle number of first and third term भन्नु पर्यो है। यसरी भेरिफाई गर्नु पर्यो। भेरिफाई सोधेको छैन अहिलेसम्म सोध्न सक्छ कुरो बुझ्यो नि। त्यसकारण तिमीहरूले जे क्वेसनमा देख्यौ त्यही नै मात्र क्वेसन हो भन्न चाहिँ मिल्दैन है। क्वेसन बनाउनेले विस्तारमा बनाउँछ कुरो बुझ्यो नि। क्वेसन बनाउनेले धेरै बुझे हुन्छ धेरै बुझेपछि धेरै प्रवृत्तिको क्वेसन बन्छ। अब विद्यार्थीले कति बुझेको छ भन्ने कुरो हो। विद्यार्थीले पनि त्यति नै मात्रामा बुझ्नु पर्यो न्यूनतम कुराहरू बुझेको हुनु पर्यो। ल यो डेफिनेसन जति आफैले रट्नु पर्यो है। मैले डेफिनेसनको प्र्याक्टिकल भागलाई चाहिँ बुझाइदिएँ कुरो बुझ्यो नि। डेफिनेसनको कुन भागलाई बुझाइदिएँ प्र्याक्टिकल भागलाई बुझाइदिएँ। त्यो डेफिनेसनलाई चाहिँ अर्कै प्र्याक्टिकल्ली सोध्यो भने कुन कुन तरिकाले सोध्न सक्छ त्यो हामीले यहाँनिर चर्चा गऱ्यौँ। अब तिमीहरूले एर्थमेटिक सिक्वेन्सको डेफिनेसन ज्योमेट्रिक सिरिज अथवा सिक्वेन्सको डेफिनेसन एर्थमेटिक मिनको डेफिनेसन ज्योमेट्रिक मिनको डेफिनेसन यो डेफिनेसनहरू चाहिँ सिक्वेन्स सिरिजको डेफिनेसन यी डेफिनेसनहरू चाहिँ पढेर बस्ने 1 मार्क्स ल्याउनु छ भने है कुरो बुझ्यो होइन बुझ्यो। यो जसले पनि 2 मिनट रट्टामा आएर भने आइहाल्छ है फेरि कुरो बुझ्यो नि। यो चाहिँ प्योर म्याथ होइन यो चाहिँ भोकन्तीहरूलाई पनि चान्स दिएको क्या म्याथ पास गर्नु बुझ्यो नि। अब मेन क्वेसनतिर आयौँ हामी बीतिर आयौँ। है हामीलाई के सोध्यो यहाँ क्वेसनमा भने अनुसारले हामीले कपी डाउन गर्नु पर्यो। के कपी डाउन गर्ने फर्स्ट डिपोजिट छ नि हैन त्यसलाई हामीले फर्स्ट टर्म भन्नु पर्यो। हामीले कसको एन्सर गर्दैछौँ बी को एन्सर गर्दैछौँ भनेपछि हाम्रो फर्स्ट टर्म कति भयो फर्स्ट टर्म ए इक्वल्स टू 1000 है कुरो बुझ्ने। अनि सेकेन्ड टर्म हाम्रो कति भयो बी इक्वल्स टू 2000 भयो कुरो बुझ्यो नि। तेस्रो टर्म हाम्रो कति भयो थर्ड टर्म यसलाई बी नभन्ने यसलाई बी भन्यो भने त लास्ट टर्म हुन्छ फेरि T2 अनि थर्ड टर्म T3 कति 3000। अब हामीले कमन डिफरेन्स निकाल्नु परेन यो सिचुएसनमा किन यहाँनिर भनेको छ हेर त इन दिस वे ही इन्क्रिजेस द डिपोजिट बाई 1000 अन एभ्री बर्थडे। प्रत्येक बर्थडेमा 1000 को दरले उसले बढाउँछ भनौँ नि। भनेपछि यो बर्थडेमा 1000 बढायो भने अर्को बर्थडेमा पनि 1000 अर्को बर्थडेमा पनि 1000 भनेपछि 1000 भन्दा त माथि पनि जाँदैन तल पनि झर्दैन नि त। 1000 त कन्स्टेन्ट भयो कि भएन कन्स्टेन्ट भयो भने सेम डिफरेन्स भयो नि त त्यो फिक्स डिफरेन्स भयो कुरो बुझ्यो नि। त्यो भनेको नै के हो कमन डिफरेन्स हो। त्यो भनेको नै के हो कुरो बुझ्यो होइन। त्यसलाई हामीले के भन्नु पर्यो कमन डिफरेन्स म्याथमेटिकल टर्म्समा ल्याएर लेख्नु पर्यो है त्यहाँको भाषालाई 1000 को। अब रह्यो के भन्दाखेरि के रह्यो अब हाउ मेनी टोटल मनी है कुन मनी टोटल मनी सबै पैसा भने सबै पैसा इज डिपोजिटेड अप टू 10th बर्थडे 10औं बर्थडेसम्म भनेको हो नि त। 10औं बर्थडेसम्म भने हो कि होइन 10औं बर्थडे हो कि 10औं बर्थडेसम्म हो। 10th बर्थडे मात्र हो भने T10 कुरो बुझ्यो नि। 10th बर्थडे मात्र हो भने T10 त्यो 10th बर्थडेलाई मात्र इन्डिकेसन गरे हो भने T10 10th बर्थडेसम्म
टिल अप टु भन्यो भने त सबै पैसा हो नि त फर्स्ट टर्मदेखि लिएर होइन फर्स्ट डिपोजिट सेकेन्ड डिपोजिट थर्ड डिपोजिट फोर्थ फिफ्थ सिक्स सेभेन्थ एट नाइन्थ 10th सम्म कति भयो भन्न खोजे हो नि त टोटल भने हो कि हैन त्यो टोटल भनेको नै के हो S10 हो के हो त्यो T10 हो कि S10 हो थाहा भयो नि T10 भनेको चाहिँ के रहेछ अरे 10th बर्थडे को कुरो मात्र गर्यो भने 10th बर्थडे है 10th बर्थडे मात्र भन्यो भने T10 10th बर्थडे सम्मको टोटल मनी भनेको छ नि त 10th बर्थडे सम्मको त्यो 10th बर्थडे सम्मको टोटल मनी भनेको पहिलो बर्थडे को पैसा दोस्रो बर्थडे को पैसा तेस्रो बर्थडे को पैसा चौथो पाँचौं छैटौं सातौं आठौं नौं अनि 10औं सम्म जम्मा जति भयो त्यो सबै भन्या हो नि त सबै भन्या हो भने के हो त्यो S10 अब S10 को यहाँ हेर त S10 मा सबै दिइरहेको छ कि छैन अब यहाँ हेर है नाउ यो के भन्छ S10 भनेको पहिला फर्मुला लेख्नु पर्यो कसको SN को फर्मुला n/2 2a + n-1 d फर्मुला चाहिँ दिमागमा हुनु पर्यो अब यहाँनिर के चेन्जेस भयो भन्दाखेरि n को ठाउँमा कति लेख्नु पर्यो 10 लेख्नु पर्यो n भनेको 10 भइसक्यो है फेरि n भनेको कति भयो भनेपछि 10/2 2 * a भनेको कति छ यहाँ a भनेको 1000 n भनेको कति भयो 10 - 1 d भनेको कति छ 1000 अब यहाँ हेर 10 लाई 2 ले डिवाइड गर्यो भने 5 भयो है सिधा सिधै है 10 लाई 2 ले डिवाइड गर्यो भने 5 भयो अब 1000 लाई 2 ले मल्टिप्लाई गर्यो भने 2000 भयो पुरो बुझ्यो नि 10 लाई 10 बाट 1 घटायो भने 9 भयो 9 ले 1000 लाई मल्टिप्लाई गर्दा 9000 भयो पुरो बुझ्यो हैन यो बुझ्यो अब 5 इन्टु अब इन्टु किन भयो भन्दाखेरि यो दुईटा नम्बर जोडेपछि मेरो कति भयो 11000 भयो अब यो 11000 र 5 को बीचमा कुनै चिन्ह छैन नि त यो 5 र यो 11000 को बीचमा कुनै पनि साइन छैन साइन नभएपछि हामीले कुन साइन लेख्नु पर्छ मल्टिप्लाई साइन अब यति गरेपछि यो कति भयो 55000 अब यसलाई हामीले के लेख्नु पर्यो क्लोजिङ आन्सर लेख्नु पर्यो यो त म्याथमेटिकल टर्म्स भयो क्वेशन सल्भ गर्नको लागि पुरो बुझ्यो नि यो म्याथमेटिकल टर्म्स भयो हामीले भनेको कुरालाई म्याथमेटिकल टर्म्समा लेख्यौं अब आन्सर निकालिसकेपछि त प्रश्नले जसरी सोधेको थियो त्यसरी नै भन्नु पर्यो अब हाउ मच टोटल मनी भनेको छ नि इज डिपोजिटेड अप टु 10th बर्थडे भनेपछि टोटल मनी चाहिँ कति डिपोजिट भएको रहेछ द टोटल मनी डिपोजिटेड अप टु 10th बर्थडे इज रुपीस 55000 भन्नु पर्यो के भन्नु पर्यो के भन्ने अरे अब त्यसको यहाँ तलपट्टि लेखेँ मैले देयरफोर यो क्लोजिङ लाइनले धेरै महत्त्व राख्छ है टोटल मनी डिपोजिटेड अप टु 10th बर्थडे इज रुपीस 55000 टोटल मनी यति डिपोजिट भएर छ पुरो क्लियर भयो त्यो फेरि किन अपनाउरेको आफूसँग पढ्ने अथवा आफ्नो छेउको स्कुलको साथीभाइ जो पनि छन् ती सबैलाई मेरो कन्टेन्ट राम्रो लागेको छ मैले मेहनत गरेको छु जस्तो लागेको छ भने तिमीहरूले पनि लाइक गर्ने शेयर गर्ने अनि सब्स्क्राइब चाहिँ गरिहाल्नुपर्छ सब्स्क्राइब गऱ्यो भने त नोटिफिकेसन आउँदैन नि त ल अब हामी सी नम्बरतिर गयौँ है बी सक्यो हैन अब सी नम्बर अब सी नम्बरतिर इज 66,000 डिपोजिटेड अन आशिष अकाउन्ट बाई 11th बर्थडे गिभ रिजन भन्नु के यसले के भन्यो भने 11औं बर्थडे सम्ममा आशिषको एकाउन्टमा 66000 डिपोजिट हुन्छ त हुन्छ कि हुँदैन कसरी हुन्छ 55000 कति सम्म थियो 10th अनि 11th
बर्थडेमा चाहिँ जम्मा पैसा कति हुन्छ पहिला त्यो चेक गर्नु पर्यो। के चेक गर्नु पर्यो? यहाँ हेर है, सीमा पनि के निकाल्नु पर्यो? यो 11औं बर्थडे सम्बन्धमा उसको पैसा कति डिपोजिट हुने रहेछ त्यो भनेको T11 हो कि S11 हो? T11 भनेको त 11औं बर्थडेको पैसा मात्र। T11 भनेको 11औं बर्थडेको पैसा मात्र। 11औं बर्थडे सम्मको पैसा हो नि त यो 66,000 हो। भनेपछि हामीले पनि चेक गर्नु पर्यो नि त 11औं बर्थडे सम्म उसको पछि कति पैसा जम्मा हुन्छ। त्यो भनेको S11 हो नि त। के हो त्यो? टोटल हो नि त। टोटल भने अर्थ त्यो भने S गरिहाल्ने है, सम गरिहाल्ने। अब यहाँनिर सिधा अब छिटो क्याल्कुलेसन गर्नु पर्यो है। अब SN को फर्मुला n/2 2a + n-1 d भयो। अब n को ठाउँमा कति भयो? 11 होइन? भनेपछि n कति भयो? 11/2 2 × 1000 प्लस n भनेको 11 - 1 d भनेको 1000 हो। अब 11/2 यहाँ हेर है राम्ररी, यो दुईटा मल्टिप्लाई गर्दा कति भयो? 2000। 11 - 1 भनेको 10 × 1000 11/2 2000 र स्टेप बाई स्टेप हेर्दै जाऊ। 10 × 1000 गर्यो भने यो 10,000 भयो। 11/2 × 10,000 र 2000 एड गर्यो भने कति भयो? 12,000। अनि यसलाई 12,000 लाई 2 ले डिभाइड जान्छ नि त। 2 × 6 = 12, 3टा 0 भनेपछि 11 × 6 66,000 हुन्छ हो। हाम्रो अनुसार 11th बर्थडे सम्बन्धमा हामीले कति डिपोजिट गर्ने रहेछ त? 66,000। यहाँ पनि 66,000 नै छ नि छ। कहिलेकाहीँ यहाँको पैसा र यहाँको पैसा डिफ्रेन्ट हुन्छ। अब यहाँनिर 66,000 आयो, यहाँनिर 60,000 डिपोजिट हुन्छ। त्यो 60,000 मा कति पैसा अझै थप चाहिन्छ भनेर सोध्छ। त्यति बेला आफूले कमन सेन्स प्रयोग गर्नु पर्यो। यहाँ 60,000 थियो भने 6,000 अझै बढी चाहिन्छ भन्नु पर्थ्यो। कुरो बुझ्यो नि? अब यहाँ 66 को ठाउँमा 70 छ अरे, 70,000 ले पुग्छ त यहाँ भनेर सोधेको थियो भने 66,000 हामीलाई चाहिएको 11औं बर्थडे सम्बन्धमा कति पैसा डिपोजिट हुन्छ? 66 को ठाउँमा यहाँनिर 70,000 दिएको थियो भने हामीलाई पुगेर पनि 4,000 रुपैयाँ बढ्ता हुन्छ भन्नु पर्थ्यो। कुरो बुझ्यो नि? 4,000 रुपैयाँ बढ्ता भयो भन्नु पर्थ्यो। कुरो बुझ्यो? त हाम्रो यो जस्टिफाई भयो कि भएन त? त्यसो भए 66,000 चाहिँ डिपोजिट हुने रहेछ कि हुने रहेन रहेछ? हुने रहेछ नि। फ्रम दिस क्याल्कुलेसन, यहाँ अब कन्क्लुजन लेख्ने है। फ्रम दिस क्याल्कुलेसन, यो हिसाब गराइबाट भनेको फ्रम दिस क्याल्कुलेसन इट इज पोसिबल टू डिपोजिट 66,000 अप टू 11th बर्थडे। 11औं बर्थडे सम्ममा 66,000 डिपोजिट हुन्छ भन्ने कुरा पोसिबल छ। त्यो के को आधारमा भनेको भन्दाखेरि फ्रम दिस क्याल्कुलेसन भनेको यो माथिको क्याल्कुलेसनको आधारमा। कुरो बुझ्यो नि? आधार त दिनु पर्यो नि। आधार नदिकन गिभ रिजन भनेको छ नि त। आधार त दिनु पर्यो, हामीले कारण त खुलाउनु पर्यो। कुरो बुझ्यो हैन? त्यसकारण यदि यो हिसाब गराइ छिटो भयो भने चाहिँ के हुन्छ भने तिमीहरूले यसलाई छिट्टै त्यो 1 मासको भए पनि छिट्टै प्रोसेस आउने भएपछि त्यो लामो पनि छोटै हुन्छ क्या। बुझ्यो नि? बाटो क्लियर छ भने के हुन्छ? बाटो क्लियर छ भने पिच छ भने बाटो लामो भए पनि जान रमाइलो हुन्छ नि त। तर बाटोमा खाल्टो छ भने के हुन्छ? 1 किलोमिटर जान पनि अल्छी लाग्छ नि त। कुरो त्यस्तो। अब डी नम्बर, अब डीमा हामी गयौँ है। डीमा के भन्दैछ? इन हाउ मेनी इयर्स विल ₹1,05,000 बी डिपोजिटेड इन अकाउंट अफ आशिष। अब यो क्वेसन म तिमीहरूको भरमा छोड्न आँटेको छु है। सबै हिन्ट्स दिएर तिमीहरूको भरमा पनि छोडिदिने हो क्वेसन। अब यहाँनिर इन हाउ मेनी इयर्स कति वर्षमा भन्दैछ है।
के भन्दैछ कति वर्षमा। अब बर्थडेको कुरा गर्नु बित्तिकै बर्थडे त प्रत्येक 1 वर्षमा आउने हो नि त। बर्थडे जहिले पनि 1 वर्षमा आउने, 1 वर्षको डिफरेन्समा आउने हो नि त। यो चोटि वैशाखमा मैले बर्थडे मनाएँ भने अर्को वर्षको वैशाखमा बर्थडे मनाउँछु नि त। बर्थडे त प्रत्येक महिना आउँदैन, बर्थडे कहिले आउँछ वर्षमा। त्यही भएर यहाँनिर इयर्स भन्नु। कुरो बुझ्यो नि। इन हाउ मेनी इयर्स कति वर्षमा विल रुपिस 1,05,000 1,05,000 रुपियाँ हुन्छ। के हुन्छ डिपोजिटेड इन द एकाउन्ट अफ आशिष। एकाउन्ट त्यो आशिषको एकाउन्टमा हुने पैसा भनेको के हो? आशिषको एकाउन्टमा जुन पैसा डिपोजिट भइरहेछ नि त्यो त यस्तो भइरहेछ। सुरु दिनमा 1,000 रुपियाँ हालिदिनु भयो बाबाले, 1,000 भयो नि, 1,000 रुपियाँ आयो खातामा। दोस्रो चोटि 2,000 रुपियाँ खातामा हालिदिनु भयो नि त। दोस्रो चोटि 2,000 हालिदिनु भयो, तर आशिषको खातामा कति भयो 3,000 भयो नि त। पहिलो 1,000 दोस्रो 2,000। तेस्रो चोटि फेरि 3,000 हालिदिँदाखेरि आशिषको खातामा जम्मा कति भयो 6,000 भयो नि। भनेपछि जोडिँदै जाँदैछ नि त उसको एकाउन्ट। उसको एकाउन्टमा पैसा के हुँदै जाँदैछ जोडिँदै जाँदैछ। यो पनि जोडिँदै जोडिँदै गएर 1,05,000 भएको हो नि, हो कि होइन? यो जोडिँदै जोडिँदै गएर के भएको 1,05,000 भएको। यो जोडिँदै जोडिँदै गएर भएको हो भने यसलाई हामी टिएन भन्छौँ कि एसएन? यसलाई के भन्छौँ एसएन भन्छौँ। अब यहाँ हेर्ने है त। अब डी नम्बर मैले गर्दिने कि आफैले गर्ने? लेट यहाँ हेर है। इन हाउ मेनी इयर्स लेट एसएन इक्वल्स टू कति भन्नु पर्यो 1,05,000। कुरो बुझ्यो? मैले यहाँ टिएन नै किन लेखिनँ मैले यहाँ टिएन? यो पैसाको अर्थ चाहिँ पर्टिकुलर एउटा समयको हो कि सबै समयको जोडिएर आएको? सबै जोडिएर आएको भन्ने अर्थ दियो भने सम भन्ने बुझ्नु पर्यो। बुझ्यो नि? कुरो बुझ्यो नि? सबै जोडेर आएको भन्ने सन्देश दिएको छ भने सम, कुनै एउटा मात्र भनेको छ भने टिएन। कुरो क्लियर भयो? अब यसमा फर्मुला हाल्ने। यहाँ हेर त एसएन को फर्मुला के थियो? n/2 2a प्लस n-1 d इक्वल्स टू रुपिस 105,000। अब भ्यालु राख्ने है। एन को भ्यालु थाहा छैन हामीलाई। एन को भ्यालु थाहा छ? एन को एनै भयो 2a। ए भनेको कति माथि क्वेसनमै दिएको छ नि त 1,000 प्लस एन भनेको त थाहै छैन हामीलाई, थाहा छ? अनि डी भनेको 1,000 इक्वल्स टू 1,05,000। यो युनिट चाहिँ लास्टमा लेख्नुपर्छ है। कुरो क्लियर भयो यहाँसम्म? अब यो 2 यहाँ झुन्डेको छ कि छैन? 2 यो झुन्डेको 2 लाई उतापट्टि मल्टिप्लाई गर्न मिलिहाल्छ। बुझ्यो नि? मैले यो झुन्डेको 2 लाई लेखिन है यहाँ। अब यहाँ के भयो 2,000 भयो प्लस यहाँ कति भयो हेर त कति भयो 1000 ले n लाई मल्टिप्लाई गर्दाखेरि 1000 n प्लस माइनस माइनस 1000 ले 1 लाई मल्टिप्लाई गर्दा 1000 इक्वल्स टू यो 1,05,000 इन्टु यो झुन्डेको 2 है। यतापट्टिको झुन्डेको उता मल्टिप्लाई हुन्छ है, डिभाइड मल्टिप्लाई भएको। अब n यहाँ कति भयो हेर त 2000 बाट 1000 माइनस भयो भने 1000 प्लस 1000 n। कुरो बुझ्यो कि बुझेन? अब यहाँनिर कति भयो 2,10,000। कुरो क्लियर छ? अब यहाँ हेर सजिलो हुन्छ। यहाँ यो 1000 यहाँ पनि 1000 छ कि छैन? 1000 लाई कमन तान्दिने। के तान्दिने अरे भनेपछि 1000 कमन आयो यो n है यो। अनि यहाँ 1000 कमन आएपछि यहाँ त रहेन नि केही, रह्यो? रहेन भने 1 प्लस यहाँ पनि रहेन नि, यो के रह्यो n इक्वल्स टू 2,10,000 2,10,000 भयो। अब यो 1,000 यहाँ मल्टिप्लाई भएको छ कि छैन? उतातिर जाँदा के हुन्छ? यो डिभाइड हुन्छ। भनेपछि n ब्रैकेट 1 प्लस n इक्वल्स टू 2,10,000 डिभाइड बाई 1000 है। 1000 को 3टा 0 र यसको 3टा 0 काट्यो। अब रह्यो के भन्दाखेरि n इन्टु 1 n
प्लस n इन्टु n n स्क्वायर इक्वल्स टु 210। अब यसलाई n स्क्वायर प्लस n माइनस 210 यसलाई फ्याक्टराइज गर्ने के गर्ने कुरो बुझ्यो हैन। आफूसँग पढ्ने अथवा आफ्नो छेउको स्कुलको साथीभाइ जो पनि छन् ती सबैलाई मेरो कन्टेन्ट राम्रो लागेछ, मैले मेहनत गरेको छु जस्तो लागेछ भने तिमीहरूले पनि लाइक गर्ने, शेयर गर्ने अनि सब्स्क्राइब चाहिँ गरिहाल्नुपर्छ। सब्स्क्राइब गऱ्यो भने त नोटिफिकेसन आउँदैन नि त। ल अब हामी सी नम्बरतिर गयौँ है। बी सक्यो हैन, अब सी नम्बर। अब सी नम्बरतिर इज 66,000 डिपोजिटेड अन आश्विज एकाउन्ट बाई 11th बर्थडे, गिभ रिजन भन्नु। के यसले के भन्यो भने 11औं बर्थडेसम्ममा आशिषको एकाउन्टमा 66,000 डिपोजिट हुन्छ त हुन्छ कि हुँदैन? कसरी हुन्छ? 55,000 कतिसम्म थियो? 10th। अनि 11th बर्थडेमा चाहिँ जम्मा पैसा कति हुन्छ पहिला त्यो चेक गर्नु पर्यो। के चेक गर्नु पर्यो? यहाँ हेर है, सीमा पनि के निकाल्नु पर्यो? यो 11औं बर्थडेसम्ममा उसको पैसा कति डिपोजिट हुने रहेछ त्यो भनेको T11 हो कि S11 हो? T11 भनेको त 11औं बर्थडेको पैसा मात्र। T11 भनेको 11औं बर्थडेको पैसा मात्र। 11औं बर्थडेसम्मको पैसा हो नि त यो 66,000 हो भनेपछि हामीले पनि चेक गर्नु पर्यो नि त 11औं बर्थडेसम्म उसको पछि कति पैसा जम्मा हुन्छ। त्यो भनेको S11 हो नि त। के हो त्यो? टोटल हो नि त। टोटल भने अर्थ त्यो भने एस गरिहाल्ने, सम गरिहाल्ने। अब यहाँनिर सिधा अब छिटो क्याल्कुलेसन गर्नु पर्यो है। अब एसएन को फर्मुला n/2 2a प्लस n-1 d भयो। अब n को ठाउँमा कति भयो? 11 होइन भनेपछि n कति भयो? 11/2 2 इन्टु 1000 प्लस n भनेको 11 माइनस 1 d भनेको 1000 हो। अब 11/2 यहाँ हेर है राम्ररी, यो दुईटा मल्टिप्लाई गर्दा कति भयो? 2000। 11 माइनस 1 भनेको 10 10 इन्टु 1000 11/2 2000 र स्टेप बाई स्टेप हेर्दै जाऊ। 10 इन्टु 1000 गर्यो भने यो 10,000 भयो। 11/2 इन्टु 10,000 र 2000 एड गर्यो भने कति भयो? 12,000। अनि यसलाई 12,000 लाई 2 ले डिभाइड जान्छ नि त। 2 6 जा 12 3टा 0 भनेपछि 11 इन्टु 6 66,000 हुन्छ हो। हाम्रो अनुसार 11th बर्थडेसम्ममा हामीले कति डिपोजिट गर्ने रहेछ त? 66,000। यहाँ पनि 66,000 नै छ नि छ। कहिलेकाहीँ यहाँको पैसा र यहाँको पैसा डिफ्रेन्ट हुन्छ। अब यहाँनिर 66,000 आयो, यहाँनिर 60,000 डिपोजिट हुन्छ। त्यो 60,000 मा कति पैसा अझै थप चाहिन्छ भनेर सोध्छ। त्यति बेला आफूले कमन सेन्स प्रयोग गर्नु पर्यो। यहाँ 60,000 थियो भने 6,000 अझै बढी चाहिन्छ भन्नु पर्थ्यो। कुरो बुझ्यो नि? अब यहाँ 66 को ठाउँमा 70 छ अरे, 70,000 ले पुग्छ त यहाँ भनेर सोधेको थियो भने 66,000 हामीलाई चाहिएको 11औं बर्थडेसम्ममा कति पैसा डिपोजिट हुन्छ? 66 को ठाउँमा यहाँनिर 70,000 दिएको थियो भने हामीलाई पुगेर पनि 4,000 रुपैयाँ बढ्ता हुन्छ भन्नु पर्थ्यो। कुरो बुझ्यो नि? 4,000 रुपैयाँ बढ्ता भयो भन्नु पर्थ्यो। कुरो बुझ्यो? त हाम्रो यो जस्टिफाई भयो कि भएन त? त्यसो भए 66,000 चाहिँ डिपोजिट हुने रहेछ कि हुने रहेन रहेछ? हुने रहेछ नि। फ्रम दिस क्याल्कुलेसन, यहाँ अब कन्क्लुजन लेख्ने है। फ्रम दिस क्याल्कुलेसन, यो हिसाब गराइबाट भनेको फ्रम दिस क्याल्कुलेसन इट इज पोसिबल
to deposit 66,000 up to 11th birthday 11औं बर्थडे सम्ममा 66,000 डिपोजिट हुन्छ भन्ने कुरा पोसिबल छ। त्यो के को आधारमा भनेको भन्दाखेरि फ्रम दिस क्याल्कुलेसन भनेको यो माथिको क्याल्कुलेसनको आधारमा। कुरो बुझ्यो नि? आधार त दिनु पर्यो नि। आधार नदिकन गिभ रिजन भनेको छ नि त, आधार त दिनु पर्यो, हामीले कारण त खुलाउनु पर्यो। कुरो बुझ्यो हैन? त्यसकारण यदि यो हिसाब गराइ छिटो भयो भने चाहिँ के हुन्छ भने तिमीहरूले यसलाई छिट्टै त्यो 1 मासको भए पनि छिट्टै प्रोसेस आउने भएपछि त्यो लामो पनि छोटै हुन्छ क्या। बुझ्यो नि? बाटो क्लियर छ भने के हुन्छ? बाटो क्लियर छ भने पिचै पिच छ भने बाटो लामो भए पनि जान रमाइलो हुन्छ नि त। तर बाटोमा खाल्टो छ भने के हुन्छ? 1 किलोमिटर जान पनि अल्छी लाग्छ नि त। कुरो त्यस्तो। अब डी नम्बर, अब डीमा हामी गयौँ है। डीमा के भन्दैछ? इन हाउ मेनी इयर्स विल ₹1,05,000 बी डिपोजिटेड इन अकाउंट अफ आशिष। अब यो क्वेशनमा तिमीहरूको भरमा छोड्न आँटेको छु है। सबै हिन्ट्स दिएर तिमीहरूको भरमा पनि छोडिदिने हो क्वेशन। अब यहाँनिर इन हाउ मेनी इयर्स कति वर्षमा भन्दैछ है। के भन्दैछ? कति वर्षमा। अब बर्थडेको कुरा गर्नु बित्तिकै बर्थडे त प्रत्येक 1 वर्षमा आउने हो नि त। बर्थडे जहिले पनि 1 वर्षमा आउने, 1 वर्षको डिफरेन्समा आउने हो नि त। यो चोटि वैशाखमा मैले बर्थडे मनाएँ भने अर्को वर्षको वैशाखमा बर्थडे मनाउँछु नि त। बर्थडे त प्रत्येक महिना आउँदैन। बर्थडे कहिले आउँछ? वर्षमा। त्यही भएर यहाँनिर इयर्स भन्नु। कुरो बुझ्यो नि? इन हाउ मेनी इयर्स कति वर्षमा विल ₹1,05,000 1,05,000 रुपैयाँ हुन्छ। के हुन्छ? डिपोजिटेड इन द एकाउन्ट अफ आशिष। एकाउन्ट त्यो आशिषको एकाउन्टमा हुने पैसा भनेको के हो? आशिषको एकाउन्टमा जुन पैसा डिपोजिट भइरहेछ नि त्यो त यस्तो भइरहेछ। सुरु दिनमा 1,000 रुपैयाँ हालिदिनु भयो बाबाले, 1,000 भयो नि, 1,000 रुपैयाँ आयो खातामा। दोस्रो चोटि 2,000 रुपैयाँ खातामा हालिदिनु भयो नि त। अनि दोस्रो चोटि 2,000 हालिदिनु भयो, तर आशिषको खातामा कति भयो? 3,000 भयो नि त। पहिलो 1,000, दोस्रो 2,000। तेस्रो चोटि फेरि 3,000 हालिदिँदाखेरि आशिषको खातामा जम्मा कति भयो? 6,000 भयो नि। भनेपछि जोडिँदै जाँदैछ नि त उसको एकाउन्ट। उसको एकाउन्टमा पैसा के हुँदै जाँदैछ? जोडिँदै जाँदैछ। यो पनि जोडिँदै गएर 1,05,000 भएको हो नि, हो कि होइन? यो जोडिँदै गएर के भएको? 1,05,000 भएको। यो जोडिँदै गएर भएको हो भने यसलाई हामी टिएन भन्छौँ कि एसएन? यसलाई के भन्छौँ? एसएन भन्छौँ। अब यहाँ हेर्ने है त। लेट यहाँ हेर है। इन हाउ मेनी इयर्स लेट एसएन इक्वल्स टू कति भन्नु पर्यो? 1,05,000। कुरो बुझ्यो? मैले यहाँ टिएन नै किन लेखिनँ मैले यहाँ टिएन? यो पैसाको अर्थ चाहिँ पर्टिकुलर एउटा समयको हो कि सबै समयको जोडिएर आएको? सबै जोडिएर आएको भन्ने अर्थ दियो भने सम भन्ने बुझ्नु पर्यो। बुझ्यो नि? कुरो बुझ्यो नि? सबै जोडेर आएको भन्ने सन्देश दिएको छ भने सम, कुनै एउटा मात्र भनेको छ भने टिएन। कुरो क्लियर भयो? अब यसमा फर्मुला हाल्ने। यहाँ हेर त, एसएन को फर्मुला के थियो? n/2 2a + n-1 d इक्वल्स टू ₹105,000। अब भ्यालु राख्ने। एन को भ्यालु थाहा छैन हामीलाई। एन को भ्यालु थाहा छ? एन को एनै भयो। 2a ए भनेको कति? माथि क्वेशनमै दिएको छ नि त 1,000 प्लस एन भनेको त थाहै छैन हामीलाई, थाहा छ? अनि डी भनेको 1,000 इक्वल्स टू 1,05,000। यो युनिट चाहिँ लास्टमा लेख्नुपर्छ है। कुरो क्लियर भयो यहाँसम्म? अब यो 2 यहाँ झुन्डेको छ कि छैन? 2 यो झुन्डेको 2 लाई उतापट्टि मल्टिप्लाई गर्न मिलिहाल्छ। बुझ्यो नि? मैले यो झुन्डेको 2 लाई लेखिन है यहाँ। अब यहाँ के भयो? 2,000 भयो प्लस यहाँ कति भयो हेर त? कति भयो? 1000 ले n लाई मल्टिप्लाई गर्दाखेरि 1000n प्लस माइनस 1000 ले 1 लाई मल्टिप्लाई गर्दा 1000 इक्वल्स टू यो 1,05,000 इन्टु यो झुन्डेको 2 है। यतापट्टिको झुन्डेको उता
मल्टिप्लाई हुन्छ है, डिभाइड मल्टिप्लाई भएको। अब n यहाँ कति भयो हेर त, 2000 बाट 1000 माइनस भयो भने 1000 प्लस 1000 n। कुरो बुझ्यो कि बुझेन? अब यहाँनिर कति भयो, 2,10,000। कुरो क्लियर छ? अब यहाँ हेर सजिलो हुन्छ, यहाँ यो 1000 यहाँ पनि 1000 छ कि छैन? 1000 लाई कमन तान्दिने, के तान्दिने अरे भनेपछि 1000 कमन आयो, यो n है यो। अनि यहाँ 1000 कमन आएपछि यहाँ त रहेन नि, केही रह्यो? रहेन भने 1 प्लस यहाँ पनि रहेन नि, यो के रह्यो, n इक्वल्स टु 21000, 2,10,000 भयो। अब यो 1000 यहाँ मल्टिप्लाई भएको छ कि छैन? उतातिर जाँदा के हुन्छ, यो डिभाइड हुन्छ भनेपछि n ब्रैकेट 1 प्लस n इक्वल्स टु 2,10,000 डिभाइड बाई 1000 है। 1000 को 3टा 0 र यसको 3टा 0 काट्यो। अब रह्यो के भन्दाखेरि n इन्टु 1 n प्लस n इन्टु n, n स्क्वायर इक्वल्स टु 210। अब यसलाई n स्क्वायर प्लस n माइनस 210 यसलाई फ्याक्टराइज गर्ने, के गर्ने? कुरो बुझ्यो हैन?